हाम्रो नयाँ पुस्ताले सिंहदरबार राष्ट्रिय झण्डा ओढेर सिंहदरबार आगो लाउन हाम्रो नयाँ पुस्ता जाँदैन, गएको छैन, गएको होइन। हाम्रो जेएनजीले सिंहदरबार आगो लाउँदैन, संसदमा आगो लाउँदैन, होटलहरूमा आगो लाउँदैन, उद्योग धन्दाहरूमा आगो लाउँदैन। हाम्रो जेएनजीले सर्वोच्च अदालतमा आगो लाउँदैन, अदालतहरू छानी छानी आगो लाउँदैन। एक खालको राजनीतिक संलग्नताको आधारमा छानी छानीकन तोडफोड गर्ने, आगजनी गर्ने काम जेएनजीले गर्दैन, यो जेएनजीले गरेको होइन। त्यसकारण म जेएनजी भाइ बहिनीहरूलाई भन्न चाहन्छु, यस दोषबाट तपाईँहरू अलग हुनुहुन्छ र तपाईँहरूले आफूलाई पनि यसबाट मुक्त घोषणा गर्नुभएको छ। अझ खुलस्त ढङ्गले गर्दै जानुहोस्। मेरो आग्रह तपाईँहरूले 23 गते 12 बजे जब एभरेस्ट अगाडि ब्यारिकेड तोड्ने नाममा जेएनजीभन्दा बाहिरका उच्छृङ्खल तत्त्वहरू आएर घुसपैठ गरेर बेग्लै परिस्थिति देखेपछि तपाईँहरूले माइकिङ गर्नुभएको छ, तपाईँहरूले फर्काउँ भन्नुभएको छ साथीहरूलाई, तपाईँहरूले आह्वान गर्नुभएको छ। जेएनजीहरू फर्किएका छन् र केही जेएनजीलाई उपद्रवकारी तत्त्वहरूले घेरेर अगाडि छेकेर अगाडि लगेका छन्। त्यस दिन जुन क्षति भएको छ, जीवधनको क्षति भएको छ, थुप्रै युवाहरू मारिएका छन्। कसरी त्यस्तो घटना घट्यो, किन त्यस्तो घटना घट्यो, त्यसका लागि आयोग बनेको छ। छानबिन गर्ला, म विश्वस्त छु छानबिन होला, त्यसले सत्य तथ्य अगाडि ल्याउला। किन त्यस्तो अहिले एउटा हल्ला चलाइएको छ।